तपाईँलाई मेरो एउटा सानो एउटा मिनी भ्लगमा आज चाहिँ मेरो म बोल्न सक्दिनँ बेला तिमीहरू के भन्दैन अब यो ठाउँ मेरो कलेज यहीँ छ होइन मेरो कलेज मेरो केटाहरू सबलाई म छोडेर जाने दिन आइसक्यो है आज म धेरै लामो भ्लग बनाउन पनि सक्दिनँ ट्राभल धेरै टाढा छ मुटुमाथि ढुङ्गा राखेर परेको छ त्यस्तै छ मुटु यहाँ ढुकढुक भइरहेको अब केटाहरू सब नागोयासम्म जान्छ होला सेन्दाईसँगै पढ्ने एउटा साथी पर्छ क्या त्यहाँ म धेरै टाढा अब कलेजको लागि सेन्दाई पुग्नु पर्ने भयो ठिक छ केही भएन अब जानु पऱ्यो अब धेरै लामो बनाउँदैन म छोटो धेरै लामो बनाउन पनि मिल्दैन मेरो भाइ छ आज साथमा केटाहरू छ नागोयासम्म पुग्छ केटाहरू पनि यो चाहिँ म पढेको कलेज कस्तो राम्रो ओके बाई बाई ओके लेट्स गेट इट A few moments later. फाइनली गाइज म चाहिँ नागोयामा आइसकेँ ट्रेनबाट म नागोया आइसकेँ बसको टिकट नि लिइसकेँ अनि हामी चाहिँ मजाको यहाँ यत्रो लामो बिल्डिङ हेर्दै बसिरहेको छ केटाले फोटो सुट हान्नु भाइ कस्तो भयो नागोयासम्मको सफर अब लास्ट भोग्ला अब नेपाली रेस्टुरेन्ट कता रहेछ कति मिनट 3 मिनट अब हामी नेपाली रेस्टुरेन्ट पुग्छ अनि त्यहाँ केही खान्छ बिहानबाट केही खाएको छैन अनि केही खान्छ मेरो टिकट चाहिँ बेलुका 9:20 को छ अनि अब अहिले कति बज्यो 6 बज्नु लाग्यो 6 बज्न 5:50 भयो अब हामी 9 बजीसम्म यताउति घुम्छ क्यार छ केटाहरू सब छ अनि त्यसपछि म चाहिँ उता जान्छु केटाहरू रुम फर्किन्छ अनि त्यसपछि सायनारा हुन्छ त्यहाँबाट आउँछ होइन बस टक्क बस चाहिँ हाम्रो 9:20 को छ होइन भविष्य राम्रो छैन पढ है राम्रोसँग पढ दादा फेरि पछि आउँछ यहीँ अनि भेट्नुपर्छ फेरि रमाइलो गर्नुपर्छ है कस्तो स्लो टाइमिङमा मात्रै आयो कि छोटो टाइमिङमा आयो अनि त्यहाँबाट भेट होइन त हाम्रो छोटो भयो तर बोन्डिङ यस्तो मिलेको मारुबेन हल्लाइसक्यो अझै दाजुभाइले हल्लायो अब दादाले हल्लाउँछ नि त दाजुभाइले हल्लाउँछ भाइले हल्लाउँछ यता फेरि पुस्टकाट ट्याक्क बस चाहिँ हाम्रो यो सेकेन्डमा सेन्दाईको होइन बस चाहिँ हाम्रो लाग्छ अहिले म हेरिन्छ बस चाहिँ हो त्यो लाइनबाट क्या चट्ट त्यहाँबाट ठ्याक्क ढोकामै आउँछ अन्त फेरि हाम्रो समीर सर न्युज हेरेर बसिराख्नु भएको छ कस्तो छ देशको चिन्ताले डोबायो ठिक छ नि त म त जय बालेन ठिक छ पिसा अब मैले धेरै भिडियो बनाउँदैन म लास्ट मिनेट बस जाने बित्तिकै म ल होइन लास्ट भेट होइन अब 2 वर्षपछि सिधै लेट्सको अनि म पछि बसमा सुतेर बिहान उठिसकेँ उठ्दाखेरि मुखसुख फुलिरहेको रहेछ आँखा साखा मिचे यसो बाहिर हेरेको घामसाम लगाइदिरहेको रहेछ यसो भ्यू पनि हेरेँ सेन्दाईको यसो भ्यू हेरेको पहिला त यस्तो जङ्गल थियो क्या मजाले भ्यू हेर्दै हिँडिसक्यो राम्रो थियो सेन्दाई यो चाहिँ भर्खर सेन्दाई छिर्ने ठाउँ थियो अनि अलि सिटी चाहिँ आएको थिएन क्या म बस्ने ठाउँ पनि मेरो कलेज पनि त्यतिर थिएन अनि बसमै थिएँ सो फाइनल्ली अनि म चाहिँ बसबाट झरिसकेँ मसँग सँगै नागोयाबाट चढेको साथी पनि त्यहीँ सँगै थियौँ अनि हामी चाहिँ सेन्दाईमा बसबाट झरेर हामी गएको तर्फतिर लागिरहेको थियौँ होइन अनि एकैछिन हामी गएकोनिर आइसक्यौँ अनि यसो गएकोको भ्यूहरू हेऱ्यौँ अनि अगाडि चाहिँ हाम्रो यो गएको गाडी रहेछ यहाँ यो ट्रायल दिनको लागि यताउति सिक्नको लागि रहेछ ठाउँ अनि यो चाहिँ गएको भइहाल्यो अनि अझै अर्को यसको यो चाहिँ हाम्रो क्लासरुमहरू थिएन अलि माथि अर्को गएको यो चाहिँ अनि हाम्रो होस्टेल अनि भ्यू हेऱ्यो अनि ब्लग पनि छोटो मिठो भइसक्यो र ठिक छ आजको लागि यति नै इन्ड गरौँ थ्याङ्क्स फर वाचिङ ओके बाई बाई